आज हजुरहरूलाई म जिएमसीको फुल डिटेल्स देखाउने छु। वर्तमान म जिएमसी अगाडि उभिरहेछु। खानापाराबाट वा जालुकबारीबाट आएर यो बाटो आइपुगिन्छ भाङाघर। भाङाघर आए पछाडि गुवाहाटी मेडिकल कलेज अगाडि यो पुरानो बिल्डिङ भयो देब्रेतिर, र देब्रेतिरको यसरी एक पाक घुर्नुभयो भने यो दाहिनेतिर नयाँ बिल्डिङ छ जहाँ सिएन सेन्टरहरू छन्, सुपर स्पेसिलिटी मदर एन्ड चाइल्ड हस्पिटल छ। आज म हजुरहरूलाई फुल डिटेल्समा यसको विषयमा देखाउने छु। यसै गरी लो अघि बढौँ। पुरानो बिल्डिङमा कसरी नाम लेखाउने, कसरी देखाउने, कुन डाक्टर कहाँ भेटिने सम्पूर्ण डिटेल्स म यहाँ दिनेछु। यो पुरानो बिल्डिङको गेट हो र यसरी हामी अघि बढ्दैछौँ। अगाडि गए पछाडि विभिन्न सेक्सनहरू छन्। ओपिडी छ, आउट पेसेन्ट डिपार्टमेन्ट। यसरी अघि बढ्दा बढ्दै यहाँ आइपुगिन्छ। त पुलिसको गाडी इमर्जेन्सी जहाँ लेखेको छ त्यो जग्गामा एटिएम पनि छ, र यसरी सिधा उतापट्टि हेर्नुभयो भने इमर्जेन्सी भन्ने राता राता आखरले लेखिरहेको छ। म छेउमा गएर पनि हजुरसम्म देखाउने छु। यसै गरी तपाईँहरूले यो प्लेस भेट्नुहुन्छ पुरानो बिल्डिङको देब्रेतिर पस्नुभयो भने। यसरी मान्छेको आगमन भइरहेको छ। यसै गरी म अघि बढ्दैछु। पहिले हजुरहरू आएर कहाँ देखाउनु पर्छ भन्दाखेरि ओपिडीमा देखाउनु पर्छ। 3 बजे अगाडि नर्मली यो जग्गामा आएर गेट नम्बर 1 यो जग्गामा आउनु र भित्रपट्टि तपाईँहरू पुग्नुभयो भने यहाँ काउन्टरहरू छन्। यो गेटबाट भित्र पस्नुपर्छ। भित्र पसे पछाडि यस्तो देखिन्छ। ती जुन ग्रिल जस्ता लगाएका छन् त्यहाँ लाइन पातेर उहाँ काउन्टर छन्। यी काउन्टरहरू जुन देख्नुभयो, अहिले त मान्छे सुतेका छन्, यो रातिको भिडियो, तर यसमा मान्छे लाइन लागेका हुन्छन् दिउँसो। त्यहाँ गएर टिकट बनाउनु पर्यो डिपार्टमेन्टको, कुन डिपार्टमेन्ट कहाँ देखाउने। र यस्तो यो जग्गा त्यहाँ स्याम्पल कलेक्सन छ। उता सिधैपट्टि खुनहरू निकाल्छ र त्यसको परीक्षा निरीक्षा गर्ने जग्गा हो यता। त यसको 360 भ्यू यस्तो छ। र आयुष्मान भारतको सुविधा लिने हो भने यहीँनेरि नै छ आयुष्मान भारतको काउन्टर। तपाईँहरूलाई देखाउँछु। यहाँभित्र फार्मेसी पनि छ। आयुष्मान भारतबाट भेटेका फ्रीका मेडिसिनहरू पनि लिन पाइन्छ। उति काउन्टर अन रिपोर्ट लिने यो आयुष्मान भारतको काउन्टर, फ्रीको काउन्टर हो यो। यो चाहिँ भयो इमर्जेन्सी बिल्डिङ। एनी टाइम तपाईँहरू ठुलो ठुलो बिमार भयो, एक्सिडेन्ट भयो, जे भयो त्यहाँ लिएर देखाउन सक्नुहुन्छ। डाइरेक्ट भर्ती गर्न सक्नुहुन्छ यो बिल्डिङमा। यो चाहिँ 24 घन्टै खुला हुन्छ। यो आएँ अहिले दाहिनेतिर नयाँ बिल्डिङ जुन चाहिँ भनिएको। अब देब्रेतिरबाट म दाहिनेतिर आउँदैछु। नयाँ बिल्डिङ भन्छन्। यो सिएन सेन्टर कार्डियोलोजी र न्युरोलोजीको दुईवटा भाग यहाँ एकैचोटिको ट्रिटमेन्ट हुन्छ। राम्रो भ्यू छ। नयाँ बनाएको बिल्डिङ हो। भर्खर 1 वर्ष अति भइरहेछ। यो प्रकाण्ड बिल्डिङ छ। कार्डियोलोजी र न्युरोलोजी दुईवटा विभाग देखाउने हो भने डाइरेक्ट यहाँ आएर देखाउन सकिन्छ। भाङाघरबाट दाहिने साइडमा छ नयाँ बिल्डिङ हो यो। यसैले तपाईँहरू देख्न सक्दै हुनुहुन्छ। पेसेन्टहरूको आगमन छ। राति 24 घन्टा खुला हुन्छ इमर्जेन्सी सर्भिस, र ओपिडी सर्भिस चाहिँ 9 बजेबाट 3 बजेसम्म खुला हुन्छ। यस्तो चल्दै यहाँ विभिन्न पोस्टरहरू पनि छन्। अङ्गदान गर्नु भन्ने, अङ्गदान गर्दाखेरि महान दान भन्छन्। यसै गरी हामी अघि बढ्दैछौँ दाहिनेतिर। अरू पनि हस्पिटल छन्। यो देखाउँदैछु क्यान्सर हस्पिटल। यहीँ लागेको जिएमसीको एउटा विङ हस्पिटल हो। र बिबरुवामा त अर्को छँदैछ जिएमसीको पनि, जहाँ पटन थेरेपी पनि छ। पटन थेरेपीले एकदम गहिरो क्यान्सर पनि देख्न सक्छ अरे। अच्छा, यसै गरी हामी अघि बढ्दैछौँ। अब अर्को एउटा बिल्डिङ, अर्को एउटा सेक्सन ब्लक भेट्दैछौँ। त्यो ब्लकमा चाहिँ सुपर स्पेसिलिटी हो, जहाँ युरोलोजी, तपाईँको कार्डियोलोजी यस्ता विभागहरू छन्। सिटिभिएस यस्ता अलिक सुपर स्पेसिलिटी विभागहरू त्यहाँ छन्। जस्तै कि ढुङ्गो भयो। ढुङ्गोलाई कहाँ देखाउने भन्दाखेरि ढुङ्गो भएको मान्छेलाई युरोलोजीमा देखाउनुपर्छ। 24 घन्टा इमर्जेन्सी छ यहाँ। यहाँ आउन सकिन्छ। आएबाट एम्बुलेन्सहरू यहाँ लाग्दछन्। इमर्जेन्सी पेसेन्ट छन् भने डक्टरले हेर्दछन्। यो अर्को सुपर स्पेसिलिटीको बिल्डिङ हो। यसमा त्यस्तै बिमारीहरू छन्, विशेष गरी युरोलोजी
र अर्को जुन थाइरोइडहरू हुन्छ, थाइरोइडहरू हुँदा पनि डाइरेक्ट यो बिल्डिङमा आउन सकिन्छ। म प्रत्येक विभागका लागि एउटा भिडियो लिएर आउँछु, कुन विभागमा के देखाउन सकिन्छ त्यो पनि हजुरसम्म म प्रस्तुत गर्नेछु एक दिन। भिडियो इन्फर्मेटिभ लाग्यो भने सब्सक्राइब गरिदिनु होला। यो एकदम हालैमा बनिएको, लगभग 1 महिना भयो। मदर एन्ड चाइल्ड हस्पिटल, मातृ र शिशुको हस्पिटल। यहाँ पनि इमर्जेन्सी 24 घन्टा छ। विशेष गरी डेलिभरी केसहरू यहाँ आउँछन्, उता इमर्जेन्सीमा लिएर जानु पर्यो र यसमा सबै थोक सुविधा भएको नयाँ बिल्डिङ हो। यी मातृ आरो शिशु र पिडियाट्रिक्स भनेको शिशु विभाग। केटाकेटीको केही नै इमर्जेन्सी भएछ भने ल्याउन सक्नुहुन्छ एनी टाइम 24 घन्टामा, र नर्मल बिमारी केही भयो भने 9 बजेबाट 3 बजेसम्म ल्याउन सक्नुहुन्छ। यो मस्त बिल्डिङ छ। यहाँ फार्मेसी पनि छ, डाक्टरले लेखिदिन्छ दबाई। त्यो दबाई तपाईँहरूलाई यहाँ एभेल गर्न सक्नुहुन्छ फ्रीमा। यो प्रकाण्ड क्याम्पस हेर्नु, यो दाहिनेतिर देखाउँदैछु। प्रकाण्डको क्याम्पस छ, 3वटा ब्लक छन्। यस्तो चल्दै यस्तो भ्यू छ, तपाईँहरूलाई एकदमै राम्रो लाग्नेछ। र अब त क्यान्सर हस्पिटलतिर देखाउँछु म। यो गसका पातले चाहिँ छेलिरह, तर यो क्यान्सर हस्पिटल एकदम जिएमसीको दाहिनेतिर छ। यहाँ पनि इमर्जेन्सी सर्भिस छ 24 घन्टै। नर्मल पेसेन्टहरूलाई पनि हुन्छ, केमोथेरापी, रेडियोथेरापी, यस्ता जुन जति पनि थेरापी हुन्छन् क्यान्सर रिलेटेड। जति तपाईँको आयुष्मान भारत कार्ड छ भने यहाँ आउँदाखेरि बहुतै सस्तो हुन्छ, बहुतै सस्तोमा हुन्छ र फ्रीमा पनि हुन्छ। विशेष गरी पटन थेरापी जुन एउटा मेसिन ल्याएको छ आसाम सरकारले, त्यो मेसिनद्वारा क्यान्सरको एकदम सानो न सानो सेललाई पनि डिटेक्ट गर्ने क्यापासिटी छ। यो उत्तर पूर्वाञ्चलमै एउटा हो अरे। यहाँ बस्न सक्नुहुन्छ मान्छेहरू विश्राम खदन। र यही हो ओभरअल डिटेल्स। सब्सक्राइब गर्न नबिर्सिनु होला।